बालन सरकार बनेको 24 घण्टा नबित्दै गृहमन्त्री सुदन गुरुङले केपी शर्मा ओलीलाई ओछ्यानबाटै चिलले माउ उठाए टपक्क उठाइदिए। जब चिलले माउलाई नै उठाइदिएपछि चल्लाको पर्छ बिचल्ली। शर्मा ओली पक्राउ परिसकेपछि केपी शर्मा ओलीका समर्थक, एमालेका समर्थक अथवा एमालेका कार्यकर्ताहरूले देशैभरि आन्दोलनको कार्यक्रमहरू गर्छन्। संस्कृत आन्दोलन गर्ने सबै जनताको अधिकार हुन्छ। एमालेका आन्दोलनकारीहरूले आन्दोलनको क्रममा के कस्तो अराजक गतिविधि गरे त एक बाई एक आजको भिडियोमा हामी हेर्नेछौँ। भिडियोको अन्तिमसम्म रहनुहोला। भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला। पत्रकारसँग झडप। आन्दोलनको भिडियो बनाउन गएका एकजना पत्रकारलाई झोले भनेको आरोप लगाउँदै एमालेका कार्यकर्ताहरूले पत्रकारमाथि उल्टै झडप गर्न जान्छन् र त्यहाँ चाहिँ झडपको सिर्जना हुन्छ। अमर देव अमर एमाले जस्तो राजनीतिक सुसंस्कृत पार्टी र स्थापित पार्टीमा यस्तो अनैतिक र अराजक क्रियाकलाप हुनु देशकै लागि एकदमै नराम्रो कुरा हो। त्यसैले यदि तपाईहरु आन्दोलनमा गर्नुस्, आन्दोलन गर्न पाइयो, शान्तिपूर्ण आन्दोलन गर्नुस् र देशलाई द्वन्द्वमा धकेल्ने र कानुन बितोल्ने काम नगर्नुस्। कानुन बितोल्ने जोसुकैलाई पनि कारबाही हुनुपर्छ। यो चाहिँ हामी कानुनी राज्यमा बस्ने जनताको माग हो।